Hello everyone, welcome back to my YouTube channel. आजको यो मेरो न्यू डे न्यू ब्लगमा तपाईहरुलाई सम्पूर्ण कसले मेरो भिडियो हेरेर बस्दिनु भएको छ उहाँलाई एकमुष्ट स्वागत गर्न चाहन्छु र धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु तपाईहरुको मायाको लागि तपाईहरुको सपोर्टको लागि मेरो YouTube च्यानल सब्स्क्राइब गरिदिनु भएकोमा लाइक शेयर कमेन्ट गरिदिनु भएकोमा म चाहिँ धेरै धेरै खुसी छु र कति जनाले सब्स्क्राइब गरिदिनु भएको छैन नयाँ भ्युअरहरु हुनुहुन्छ भने प्लिज डु सब्स्क्राइब भन्न चाहन्छु तपाईहरुको सानो सपोर्टले गर्दा पनि मलाई एकदमै धेरै ठूलो उपलब्धि हासिल हुन्छ मैले जति सक्छु मेरो थ्रुबाट तपाईहरुलाई चाहिँ म त्यसरी नै एन्टरटेनमेन्ट गराउँदै रमाइलो गराउँदै केही कुरा तपाईहरुबाट सिक्दै र केही कुराहरु मबाट तपाईहरुलाई सिकाउँदै आजको यो ब्लग सुरु गर्दै छु र आज चाहिँ म काठमाडौँबाट ओखलढुङ्गा जाँदै छु कतिलाई थाहा हुन सक्छ मेरो घर चाहिँ ओखलढुङ्गामा हो र कतिलाई थाहा नहुन सक्छ त्यसै कारणले गर्दाखेरि आज म चाहिँ मेरो घर जाँदै छु ओखलढुङ्गा मेरो फ्यामिलीहरुसँग मिटअपको लागि बिदा पनि छ त्यस कारणले गर्दाखेरि घर जाने मौका मिलेको छ धेरै खुसी छु म सो आजको भ्लग हामीसँगै यात्रामा जाउँ है आजको भ्लगमा है आज चाहिँ साथीहरु हाम्रो सोलो राइड हुनेछ यात्रा पक्कै पनि मलाई लाग्छ जहाँसम्म रमाइलो नै हुनेछ स्टे टच स्टे कनेक्टेड भन्छ नि हैन त्यही हो हामीसँग स्टे कनेक्टमा रहनु होला हामीसँगै यात्रामा रमाइलो गर्दै जाउँ है त साथीहरु गाइस अब चाहिँ हामी हिँड्न लाग्यौं हामीसँग यति धेरै भारी छ बट वी ट्राई टु टेक ऑल अफ दिस सो त्यही भएर अब के भन्नु अघि भनिसक्यो कन्टिन्यू अहिले हामी चाहिँ नयाँ बानेश्वरको जाममा पसिरहेको छौँ र हामीले योभन्दा अगाडि के देख्यौँ तपाईँलाई थाहा छ ला 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 मेरो प्यारो ओखलढुङ्गा किनभने हामी चाहिँ गाउँ जाँदैछौँ हाम्रो गाउँ चाहिँ ओखलढुङ्गा हो सो अनि त्योभन्दा अगाडि यो देख्दाखेरि यति प्राउड फिल हुन्छ यति खुसी भयो होइन हामी जाँदैछौँ अब अगाडि साथीहरू भक्तपुर पढेर अहिले चाहिँ हामी आउनु भयो है रमाइलो छ है यस्तो धुलो खायो कि दुईटा मास्क लगाउँदा पनि मलाई कभर गर्न सकेन प्रोटेक्ट गर्न सकेन के अब तपाईँहरूले नै आफै गेस गर्नु न अनि अर्को भनेको चाहिँ पानी परेको कारणले गर्दाखेरि चाहिँ बाटो पुरै हिलो रहेछ जाम भन्ने कुरा त तपाईँ पुरै नगर्नु कस्तो बहुत खत्तम अनि यो सुन्दाखेरि चाहिँ बसमै जानु ठिक हो जहाँसम्म मलाई लाग्छ अब चाहिँ धुलोबाट अलिकति मुक्त भएको है हामी अब त पुरै बाटो क्लियर छ सफा छ खराब नराम्रो बाटो चाहिँ कटिसकेको छु है त बाटो हेर्नुहोस् पुरै चिप्लेटी खेल्ने जस्तो छ साथीहरू अर्को कुरा है कसलाई मिल्क टी मनपर्छ मिल्क चाहिँ यहाँ चाहिँ प्रशस्तै रूपमा पाइरहेको छ होइन चाहियो भने चाहिँ कप लिएर आउने यहाँबाट त्यही हो होइन त बाटो चाहिँ अब यस्तै यस्तै छ राम्रो भुइँबाट यस्तै हो होइन गाह्रो छ नि साथीहरू गाह्रो छ नि तपाईहरु के गर्दै हुनुहुन्छ तपाईहरुलाई बजेट छुटाएको छैन कि क्या हो यो बाटोको छाम्छु त के र छाम्दै बस्छु त के लड्दै र पढ्दै भए पनि सास मात्रै बाँकी भए पनि बल्ल बल्लाए पनि खुट्टा देखाउँदा ठुरी खै तिम्रो खुट्टा देखाउँदा बिचरा ब्ल्याक लाएर आएको व्हाइट भएछ मेरो चाहिँ कस्तो सफा देखेर चाहिँ यहाँको बारे अब यहाँ सफाहरू गर्नुपर्छ गाह्रो छ साथीहरू गाह्रो साथीहरू बल्ल बल्ल आइपुग्यौँ है हामी चाहिँ अब यही हो अवस्था बाटोहरूको होइन जाम हुन्छ धुलो उठ्छ अब त्यही कारणले गर्दाखेरि अब हाम्रो हालत पनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो अवस्थामा छ त्यही हो बिस्तारै पुगिन्छ अब लड्दै पड्दै सायद यही अन्तिम बाटो होला नि हुन्छ नि यो अन्तिम होला यो यस्तो कच्ची एकदम गाह्रो
हामीलाई पुग्नको लागि गाह्रो हुने चाहिँ अन्तिम बाटो चाहिँ यही होला। त्यहाँदेखि अलिक परदेखि चाहिँ पिच बाटो मिल्छ, त्यहाँबाट चाहिँ अलिकति सहजीकरण हुन्छ हामीलाई घर पुग्नको लागि। नत्र त आफ्नै यो स्कुटरहरू अब यस्तो योहरूमा आउन चाहिँ गाह्रै छ हेर्नु साथीहरू। बरु बसमा आउनु ठिक रहेछ, मलाई चाहिँ जहाँसम्म लाग्छ सुमो बसहरूमा आउनु ठिक हुन्छ रहेछ। हेलो, अब बल्ल बल्ल फाइनली हामी यहाँ आइसकेको छौँ। बाटोहरूको अवस्था पनि के भनिसक्नु छ र होइन, धुलो धुवाँ। त्यसै गरी अब हामी चाहिँ यहाँ आएर पुरा नेचुरल तरिकाले पेडिकेयर हो कि मेडिकेयर भन्छ त्यही गर्न लागिरहेको छौँ। त्यही हो अब रिफ्रेसमेन्ट, मेडिकेयर, पेडिकेयर, माछालाई चारो, रमाइलो भइरहेछ। जे भए पनि एकदम बवाल भइरहेछ। हल्का अप्ठ्यारो पनि भयो, अब रमाइलो पनि भयो, त्यही हो। Hi guys, what's up? We are right now on the way. वेको बाटो वेको हालत चाहिँ यस्तो छ साथीहरू। छुट्टा मिल्की बसिरहेको छ, कप्ल्याएर उठाएर पिउन सक्नुहुन्छ है त। हामी चाहिँ अहिले फुडकोर्ट भन्ने ठाउँमा आएर बिसाएका छौँ। भोक पनि लागिसकेको छ। बिहान खासै हल्का ब्रेकफास्ट गरेर हिँडेको, सो त्यही भएर अब खाना चाहिँ खाना बाँकी छ। त्यही भएर अब खाना खानुपर्ने हुन्छ। यता छ के अर्डर गरेको थियो? फिस खाना के भन्छ, फिस करी। म चाहिँ मटनसँग खान लागिरहेको छु। ल चिकन चाहिँ के खानु होइन, ओके ल। सो अब हामीले खाना खानुपर्ने हुन्छ है त। जाऊँ ल। सो अब हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ। खानासाना खाइसक्यौँ, हामीले हल्का रेस्ट पनि गऱ्यौँ। अब एकैचोटि गएर कहाँ रोकिने? खाङसाङ हो। खाङसाङमा यसो पेट्रोल हाल्नु पऱ्यो भने हालिन्छ, नत्र सरासर गइन्छ हल्का चिसो चिसो खाएर है। अब घर पुग्नलाई हामीलाई कति टाइम लाग्छ? धेरै छैन है, 3 घन्टाभित्रमा पुगिसक्छ। सिन्धुली गाडी बर्दिवास यता अनि काठमाडौँ र फुटकोट जाने हुन्छ है। अब हामी चाहिँ जाँदैछौँ ओखलढुङ्गा है। गाइस पानी पर्यो, हामीसँग रेनकोट पनि छैन। बाटो यस्तो छ है साथीहरू। के गर्नु है, एडजस्टमेन्ट गऱ्यो, अगाडि बढ्यो। यो अगाडि गएर मलाई पानी भएन भने म मर्छु पनि होला लागिरहेको छ, सुकेर। हेलो एभ्रिवान, बल्ल बल्ल घर आइसकेको छु म। अब यस्तै हो, घरमा हल्का काम त भइहाल्छ होइन है। मेरो लागि चाहिँ यहाँ सरप्राइज रेडी भइसकेको छ र अब मैले भर्खर घरहरू सफा गरेँ। त्यसपछि अब भाँडाकुँडा माझेँ। अब त्यसमा डिनरहरू रेडी गर्नुपर्ने हुन्छ। दिदी चाहिँ तल मम्मीलाई सहयोग गर्न जानुभएको छ। ड्याडी भर्खरै हामी आएको मौकामा बजार जाने मौका पाउनुभयो उहाँले पनि। र मेरो भाइ चाहिँ पानी लाँदैछ। सो अब हाम्रो एक एकवटा काम छ, त्यही काम चाहिँ बाँडीचुँडी गर्दैछौँ। र आजको मेरो भ्लग चाहिँ यहीँ इन गर्न चाहन्छु। यहाँसम्म आएर तपाईँले म हेरिदिनु भएकोमा, मेरो भ्लग हेरिदिनु भएकोमा म धेरै नै खुसी छु। तपाईँहरूको साथ सपोर्ट अझै पनि पाइराखौँ भन्ने मलाई आशा छ। र मेरो भ्लग आज यहीँ इन गर्छु है त। अर्को भिडियोमा भेटौँ है साथीहरू। ल।